Yo, hello, what's up? Hope Hello, you're doing guys. good, eh? Welcome back to my YouTube channel, Mr. Gole, and this is our friend Rajesh Basial. Hello guys. We also have a YouTube account. Subscribe him. Rajesh Basial is the rider, है हाम्रो राइडर हो अनि केटाहरू राइडर हो हाम्रो बिचको दोस्त राइडर हो हाम्रो दोस्त ट्यालेन्ट छ अनि प्रवीण दोस्त है अनि आज चाहिँ हाम्रो केही प्लान छैन त्यस्तो आज चाहिँ म माउन्ट र गिम्बल किन्न जाँदैछु है हेर्दै गर्न अनि कस्तो कस्तो हुन्छ दामी दामी भ्लगहरू आउँछ त्यसपछि चाहिँ मेरो Guys, subscribe him. He's a very good YouTuber. धन्यवाद YouTuber धन्यवाद चाहिँ YouTube भिडियो चाहिँ खतरा हुन्छ है. Subscribe गर्नु सबैजनाले. खम्सनी दा सबले है अनि अब केटाहरूको नि भिडियोहरू चाहिँ आउँदै गर्छ पछि बिस्तारै बिस्तारै राजेशको चाहिँ अब चाँडै नै आउँछ है आउनु पर्यो है आउँछ सबैको अनि दोस्तहरूलाई सपोर्ट गरिदिनु पर्यो फर्स्ट भिडियोमै जाओस् भ्युज सर होइन फेमस होस् न फर्स्टमै अनि त्यही हो अब म यहाँबाट सिधै घर जान्छु अनि त्यहीँबाट सुरु गर्छु भ्लग के भन्नु छ Thank you. थ्याङ्क यू खम्सनी दादा सो हामी चाहिँ चिया खाएर अब निस्किसक्यौँ है अब हामी सबजना आफ्नो घरतिर लाग्छौँ र दोस्त भाइ है Okay, bye. 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 ल बाई दोस्त हामी चाहिँ यतै हो कहाँ यस्तो गरेको हामी यतै हो ल बाई ल लेट्स गो ल बाई यप ल साथीहरू गइसके अब हामी पनि जानुपर्छ आडोमा बिहान बिहानै उठ्नुपर्छ है भेट लगाएर कपाल सर बिग्रेको अनि आज के हो स्पेसल केही छैन बबर मलतिर जान्छौँ न्यु रोडतिर जान्छौँ अनि हाम्रो चाहिँ भ्लग सक सुरु हुन्छ त्यहीँबाट पनि सुरु त भइसक्यो त्यहाँ गएर अब अलिकति स्पेसल हुन्छ अनि अबदेखि चाहिँ मेरो के अरे साउन्ड क्वालिटी नै राम्रो आउँछ केमा मोटो भ्लगिङमा है अब त्यही हो राम्रो राम्रो कन्टेन्टको लागि सब्सक्राइब गर्ने है सब्सक्राइब यतै छ कहाँ जानु लाग्यो यतै हो हाम्रो स्कुटर पुस्ने ल्याउ न यार भोलि क्लासमा उस गर्नु पर्यो के सब्सक्राइब गर्न लाउनु पर्यो सबलाई सब्सक्राइब गर्न लाउनुपर्छ यार खै त पुस्ने छैन कलोनी रोड हामी चाहिँ अरूकोले पुस्दिन्छौँ आफूले बोक्दैनौँ के गर्नु आमामामा जस यो हेलमेट समाचार त कस्तो शीत रहेछ आज त यो चिसोले क्या यो नै कस्तो साह्रो भइरहेको रहेछ यस्तो चिसोमा बसेर आउनुपर्छ यार बिहान बिहान उठेर बिहान बिहान भ्लग सुरु गर्न नि मन लाग्दैन अब चाहिँ अब म सिधै माउन्ट किनेपछि मात्रै मोटो भ्लगिङ गर्छु आज माउन्ट किन्छु माउन्ट र माइकमा एउटा चिज किन्छु कि चाहिँ पैसा मिल्यो भने दुइटै किनिदिन्छु म होइन इट्स अल एबाउट बजेट बजेट होना चाहिए जो भी होगा थैंक यू जेडआर फर यर पुस्ने चिज ल लेट्स गो सो यहाँ म चाहिँ घर सर आइसकेँ अनि चिसो चिसो छ मौसम चाहिँ अझै पनि अनि म चाहिँ यहाँ आगो ताप्दैछु घाम ताप्दैछु मिनी घाम अनि अब मेरो घरमा केही काम रहेनछ त्यसैले अब म चाहिँ 10 बजीतिर फुटबल छ आज फुटबल नि खेल्न जान्छु फुटबल खेलेर अनि माउन्ट साउन्ड किन्न जान्छु त्यही बाटोमा अब दाइको नि पर्छ त्यसैले म दाइलाई नि पुऱ्याएर दाइसँगै जान्छु आज किन्नलाई अनि आज माउन्ट किनौँ कि माइक किनौँ भएर साउन्ड क्वालिटी चाहिँ फेरि मोटो भ्लगिङमा एकदम नराम्रो आउने भएर अनि म चाहिँ माइक पहिला किन्छु अनि बजेट पुग्यो भने माउन्ट पनि आउँछ हेर यास त्यही हो अब डेली भ्लग्स चाहिँ हाल्न सकिनँ अब डेली भ्लग्स हाल्ने नि कसरी क्या आज हाल्ने भने भोलि म दिनभरि सुत्दिन्छ अनि भ्लगमा के हाल्नु त्यो बेलुका बाहिर गएको मात्रै हाल्ने मात्रै हो वाई आर यू लाफिङ मम इतना हँसने की क्या बात है खुसी खुसी हो आज त्यही हो अब डेली भ्लग्स चाहिँ हाल्दैन यस्तो इभेन्ट्सहरू केही अब होइन बाहिरतिर जाँदाखेरि चाहिँ हाल्ने हो भ्लग भनेको त्यही हो अर्को चाहिँ अब म चाहिँ सिधै 10 बजीतिर भेटिन्छ होला है त ल सी यू इन द फुटसल अझै पनि कस्तो बोल्नलाई सोच्नु परेर हुन्छ क्या क्यामेरा साई त होइन त्यो पनि फ्याट आवाज ननिस्किने क्या टिकटकमा लाइभ बस्छ नि केटीहरू त्यसरी ननिस्किने क्या है सो या लेट्स मिट देयर है सो या म चाहिँ अब खेल्न जाँदैछु फुटसल खानासाना खाएर जाऊँ भनेको खानै पाकेन अनि मैले चाहिँ यतिकै तरकारी सरकारी के हुन्छ खाएर गएँ अनि अब म सिधै जान्छु फुटसल खेल्नलाई आई एम अलरेडी लेट्स गो हिजो मेरो साथीले चाहिँ यहीँ ठोकिदिएको थियो एकजना बच्चालाई
बच्चा चाहिँ कस्तो चलाकै आज भोलिको ठोक्ने बित्तिकै उठेर त सिसी पुलिस चौकी गएर 2 जना पुलिसहरू लिएर पो आइरहेको रहेछ साथी त हेरेको हेरेँ त्यसको चाहिँ अब साक्षीमा म बसिरहेको छु अनि आज बेलुका नि सायद त्यसको बिलबुकहरू लिन जानुपर्छ होला बिलबुक सिलबुक लिनलाई अब म जानुपर्ने हुन्छ कि हुँदैन अब थाहा भएन मलाई त्यति त्यसको बारेमा अनि 1 दिनको टाइम दिएको छ 1 दिनभित्रमा केही भएन भने बच्चालाई बाइकको सबैहरू दिन्छ भने अब बिलबुक लाइसेन्सहरू राइड सेफ है आजहरू चाहिँ अब बच्चाहरू त अब टाढाबाट देखेको नकुदाउनेहरू बिस्तारै 10 स्पिडमा सर्छ 10 पनि बढी हुन्छ किनभने कतिखेर पुत्ता आइदिन्छ अस्ति पनि रोकेकै बेलामा आएर त्यसकै बाइकमा आएर गाउँमा ठोक्यो रोकेकोमै ठोकेपछि त अब गल्ती त उसको क्या बाइकमा मान्छे बसेर बाइकमा ठोक्यो भने गल्ती डरै हुन्छ क्या त्यही भएर अहिले त कति केसहरूमा त अब गाडीको अगाडि आएर सुत्दिएको नि थाहा है मलाई सुत्दिने रे पैसा माग्ने रे है अत्याचार गर्ने फुटबल चाहिँ 10 बजीदेखि भनेको थियो 10 त अब बज्नु लागिसक्यो भर्खर हल्का भयो नि के खाएको सरकारी कस्तो अब पेट चाहिँ दुख्ने हो कि खेल्नलाई चाँडै आइज न भिडियो सिडियो खिच्दै गर्नुपर्छ भन्दै थियो साथीले देख चुके तेरे को लाइट पाने की जरूरत नहीं तेरा बैटरी खत्म हो जाएगा ऐसे करे What's up? हजुर ठिक देख्छ दाइ आयो यो नि आउँछ तँलाई खिच्यो होइन पानीलाई खिच्यो पानीलाई मात्र पानीलाई खिच्यो पानीलाई वी आर इगरली वेटिङ फर वाटर ए जिरेसान अब यो गेम सिद्धिनु चाहिँ 5 मिनट मात्र बाँकी छ हामी सिद्धिसक्यौँ सब केटाहरू रेडी भइसक्यो है यता रेडी भइसक्यो के हो न दाइ भनेपछि यो रेडी होइन तर कस्तो हेभी खाना खाइसक्यो हेभी खाना खाइसक्यो 5 मिनट बाँकी छ यो गेम अनि हाम्रो सुरु हुन्छ फुल रेडी हो वार्म अप लेभल 4 वार्म अप लेभल 2 खै वार्म अप खै त अर्को वार्म अप गर्नु पर्दैन हामी त भ्लग गरेर वार्म अप गरिदिन्छौँ ल दाइ वार्म अप सुरु भइसक्यो है हाम्रो खै अर बल दाइ भिडियो गरेरै खेलिदिन्छु यतै छु त हो दाइ म ल दाइ अर बल उठ्यो है उठ्छ ल पाछो भाइको के मोबाइल कसो भाइ रेकर्ड हानिरहेछ क्या हो रेकर्ड हानिरहेछ भैँसी लड्यो है माया ये क्या है? फ्लागर के छ अब
झन्डै गोल वा अभी मजा आएगा ना भिड़ो नोइ म कुद्छु अब ल के छ दोस्त आइज न भ्लगमा आइज न भ्लगमा आइज न भ्लग हो क्या यो नखेल्ने होइन फल फल कटा भाइ झन्डै लगाएर क्या कटा यो झुकायो क्या झुकाएर माया झन् छोडिदिएर थाक्यो ह्यान्ड चाहिँ मैले चाहिँ सबैभन्दा दियो पास बल कति गोल हान्यो दोस्ले एक गोल मात्र यो 2 गोल हान्नु पाए बाँकी छ हौ हाइट ठिक आयो कौन है ये लोग कहां से आते हैं बेस्ट किपर डल्लेले चाहिँ पायो भन्न मलाई चार त बेस्ट मेरै छ बेस्ट हो क्या के भन्छ दाइ छिकेर पायो बेस्ट के भन्छ सुटर के भन्छ स्कोरर लौ किधर गए आप इधर यताबाट उता छुनु सक्छ दाइ चाहिँ हाम्रो बेस्ट सुटर मैले मात्रै हो दाइलाई गोल हाने होइन दाइ सिधैपछि पुग्ने के मैले त हाने त दाइ भाइले त चार ताल हान्नु पर्यो नि के गर्ने एक ताल हान्यो होइन मैले एकचोटि हाने है दाइ विवेक भाइले त भनौँ भने होइन आज सबैको विवेक भाइले हान्नु पर्ने सबैको यता हानेर अब हामी घर जाने होइन प्र्याक्टिस हौ आउट ल अब लेट्स गो होम र म चाहिँ घर सर आइसकेँ खानासाना खाइसकेँ अब मेरो माउन्ट र माइक लिन जानुपर्ने छ म माइक र माउन्ट लिन्छ अब चाहिँ म भ्लगिङ गर्दिनँ के अरे उसमा मेरो के माउन्ट भन्छ मेरो होममेड माउन्टमा चाहिँ अब गर्दिनँ किनकि अब आवाजै नसुने रहेछ यत्तिकै हाले जस्तो मात्रै हुन्छ अनि त्यही भएर अब चाहिँ म सिधै माउन्ट र माइक पाएपछि गर्छु बाई बाई म चाहिँ यहाँ दाइलाई लिन आइसकेँ अनि दाइ चाहिँ रेडी हुनु भइसक्यो अरे दाइको घर चाहिँ सिनिप्लेक्स अगाडि हो अब दाइलाई पर्खिन्छ अनि दाइलाई लिएर सिधै बबर मल जान्छु दाइको त्यहाँ सानो काम छ त्यो काम सिधेर चाहिँ म माउन्ट र माइक लिन्छु है त ल चाहिँ यहाँ आइसकेको थियो मैले चाहिँ पत्र बनाउने ठाउँ चाहिँ यस्तो भिड छ यहीँबाट देखिरहेको छ दाइ ल ए लाइन अझ अर्को लाइन हेर्ने हो अर्को लाइन चाहिँ यता यस्तो लामो छ 102 आन्टी हजुरलाई उता जानु रे उता खाली छ 102 को कमा त्यता चाहिँ खाली छ आधी यताको गयो भने ठिक्क हुन्छ होला उता
म आउँछु है मलाई पस्न दिनु भने ए होइन पस्न दिन्छ खाली नै छ आन्टी तपाईँको के भनेको दाइ टाइम हुन्छ अरे टाइम त मेरो त 12 बजी किन अहिले मेरो चाँडै पाला आउनु पऱ्यो होइन टाँसे आउँछ ए त्यो अनुसार लाइन हुने हो तर उता गयो भने आउँछ होला दाइ उता खाली छ के पर्छ पत्र 102 को क खाली छ के पर्छ पत्र एउटै हो अनि त्यो वर्गहरू मात्रै चाहिँ क ख ग भनेर चाहिँ छुट्याइदेखा जहाँ गरे नि हुन्छ त्यहाँ चाहिँ खाली छ त्यहाँ बस्दा नि हुन्छ तपाईँ हुँदैन होइन खाली छ हजुर मेरो दाइ बस्नु भइरह त्यही भएर यता आन्टीलाई पठाइदिनु क्या बस्दा हुन्छ खाली छ उता यताभन्दा चाहिँ धेरै खाली छ ल परिचय पत्र बनाउने यत्रो लाइन मैले चाहिँ परिचय पत्र बनाइसकेँ गरी कामको झगडा बायोमेट्रिक यता धीर अफिसियल रूपमा हाम्रो बनिसक्यो परिचय पत्र हाम्रो चाहिँ परिचय पत्रले होइन गाइस हाम्रो चाहिँ बनिसक्यो परिचय पत्र यत्रो बेर पर्ख्यो फेरि प्रतीक्षाको फल मिठो भयो मिठो भयो त्यहाँ अझै यत्रो मान्छेको चितो हुन्छ है चितो हुन्छ हाम्रो चाहिँ मिठो भइसक्यो अब त्यस्तै भाइ पनि मिठो गरिदिनुपर्छ क्या मिरा देखाइदिन कस्तो छ मिठो छ अहिले हामी दुई मिरा ल भाग्यमा झन्डै पानी हाल्छ अब चाहिँ हामी सिधै माउन्ट लिन जान्छौँ माउन्ट लिएपछि खाजा खाने होला नि त खाजा खानुपर्छ डाउटै लाग्छ भने सरकारी जागिरी 20 हालेर दियो भने के गर्ने ल अब चाहिँ हामी सिधै ल हामी यता किन आएको त दाइ स्कुटी लिनु परेन तपाईँ बस्नु है म स्कुटी लिएर आउँछु म यहीँबाट आउनु त अन्त हेलमेट त चाहियो हेलमेट त यहीँ लगायो भाइ फेरि ट्राफिकले त्यहीँ समाइदियो भने के गर्ने दाइ चिट काटिदिएर फेरि यहीँ 15 सिटी गएन दाइ डेन्जर हुन्छ क्या यहीँ हो अब अगाडि आइसक्यो दाइ अनि ल म चाहिँ यही स्कुटी झिक्छु माउन्ट साउन्ट लिन्छु माइक साइक लिन्छु अनि पछि जान्छु हाम्रो जिल्ला प्रशासन 8 हेलो यसरी राख्छ त तिमीले यता राख्छ होइन ल ल हेलो 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 माइक टेस्टिङ 1 2 3 1 2 3 दिस इज पासङ्गोल तामाङ फोन अहिले नउठाऊ उठाउ न यसरी काटि बोल्नु हेलो 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 हजुरको नामहरू सबै हेलो भन्नु हेलो 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 अब हामी खाजा खान जाँदैछौँ भोक लागेर मन लागिसक्यो म माउन्ट किन्न आइरहेको छौँ धन्यवाद माइकको टेस्टिङ हुँदैछ नि भन्दिनु टेस्टिङ हुँदैछ हेलो 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 द्याट्स अन द वे त्यस्तो भित्र छिराउने होला नि दाइ यहीँ सेट हानिदिनु पर्ला है गर्दै जाने आज सरप्राइज पहिला यो छिराउनु त होला नि। छिराउनै सकेन अनि यो हेलमेटको यो के निकाल्नुपर्छ क्या है यो कुन चाहिँ त्यो चाहिँ निकाल्नु पर्छ फेरि हाल्नु मिल्दैन मिल्छ यहाँबाट अब यो छिराउनु पर्यो नि त यसले त पुरा ब्लकै गरेर हुन्छ नि त माउन्ट चाहिँ कति यो हजुर यो माउन्ट र त्यो माउन्ट फरक छ यसमा त होल सेट आएर पनि तपाईँको यसको 850 वाला हो होइन होइन दाइ तपाईँले प्राइस हेरेर दराजमै 700 मा लेखिरहेको होइन दराजमा चाहिँ कहाँ भन्नु दराजमा 800 मा भयो त राखिदिनु दाइ मैले 700 मा कति पाइरहेको पनि तपाईँको फेरि एक्स्ट्रा चार्ज लाई होइन दाइ मैले सोधेरै ल्यायो होइन त्यतिमा त होइन तपाईँले कति 700 मा त मार्केट प्राइसै लेखिरह अनि दाइ कहाँ बुझेर आउँछ नि दाइ कहाँ म यतिकै अहिलेको जमानामा नबुझी आयो त अनि कहाँ अनलाइनमा त अब मन परी भाउ छ नि त होइन यो 850 हो भने चाहिँ राख्दिनँ है दाइ 700 मा सम्म भयो चाहिँ म लग्ने हो दुईटा यो माइक यो पनि लाने त हो लाने भनेर भनिरहेको छ हैन यो लाउनु मिल्छ पछि अलिकति गरे आउने त हो नि किन्नलाई के त्यो भाग्य कहाँबाट कहाँ पल्टिन्छ दाइ स्पोन्सर हुन्छ के तपाईँलाई होइन छिराउ न यो कहाँ छिराउनु दाइ ए खै यहाँ रहेछ नि त मिलाउनु पर्छ दाइले माइक त मुखमै राखिदिनु भएछ त ल दाइ गएको त्यसो हामी यो होइन सामान ए
सामान छैन यहाँ सामान ल दाइ गएको अब अपग्रेड गर्दा आउँछौँ अपग्रेड हामी गर्दा यहीँ भयो कस्तो अवतारी देखिन कहाँ गयो मेरो कहाँ राखेँ उ त्यहाँ खोइ यहाँ ब्लू स्कुटी थियो त डियो उतै होला मेरो त कस्तो पैताला चिर्या दाइ पैताला कस्तो चिर्या क्या त्यो होइन त्यो होइन त्यो होइन होइन त ऊ त्यहाँ दाइ आच्छा खै त ऊ त ऊ कागज खोज्नु नि पहिला यही हो 25 घन्टा पुगेर 1 घन्टा भन्नुभयो र त त्यो त 1 घन्टाको भन्यो भएन 1 घन्टा 25 भनेर आधी घन्टा पछि नै 25 हो दाइ समयमा त चल्दैन कि समय जुन हुँदैन अघि भर्खरै भने है दाइ 15 जन त्यो त ल मान्दैन 25 रुपियाँ भइन्छ त सर 1 घन्टै भएको छैन अनि तपाईँले आधी घन्टामा नै 25 रुपियाँ होइन अघि नै अनि मैले सोधेँ होइन राम्ररी भने नि त मैले अनि त्यही त घन्टाको भन्नु भएन नि तपाईँले आधी घन्टा आउनु भयो 15 रुपियाँ 1 घन्टा 25 भयो नि त अनि आधी घन्टा त हो नि सरी त्यही 25 रुपियाँ हो नि त दाइ चलेन अनि तपाईँलाई ध्यान थियो त मैले यो पैसा कहाँ जान्छ त्यो अब कहाँ माता महानगरमा त जाँदैन नजाने यहाँ उठ्नु त हाल्नु त 15 रुपियाँ लास्ट रहेछ नि त है पर्दैन त रोडमा भनेको सँगै भएर हो अर्को बाइक दिने भयो अर्को लाने त्यही त लानु पर्यो अब अर्को पालि पार्क गर्दा महानगरलाई सोध्नुपर्छ यहाँको नि हटायो भन्दै सुनेको थिएँ मैले त अब हामी सिधै घर जाने नि त जाडो भयो गोली राइडर्स ए त्यसलाई पनि सब्सक्राइब गर भन्नु पर्यो है ल सब्सक्राइबर बढाउनु यादै राख्यो सब कुरा पछि याद आउने क्या हामीले बिस्तारी गरिन्छ नि त बिस्तारी भन्नुपर्छ यो मात्रै थियो नि त यस्तो जाने ए सानो यही रहेछ म त पुल त्यही पुललाई नयाँ बनायो होला भनेर दाइ दुईवटा हो यो वान वे बनाइदिए यता जाने त्यो उता जाने यस्तो जाम जाम खतरा हुन्छ नि त परिहाल्नुपर्छ नत्र त परिहाल्छ हामी त जाममा अपासी पनि यस्तो जान्छ बचेर है अघि पनि सेतो गाडी झन्डै थियो यस्तो गाडी त्यस्तै हो बुढो थियो अघिको ड्राइभर कुन बाइक हो यो CBR 300 तपाईँलाई नि यो बाइकमा त अखा देख्छ होला हो बाइक पाउनु पऱ्यो सबैमा देख्छ होइन दाइ खतरा है मैले सुतायो भने कुनै जानु सुताएको बाङ्गो बसेर जस्तो लाग्छ ब्याग बोक्यो होइन ऊ ब्याग बाङ्गो भएर हो कि के हो यो कस्तो बाङ्गो देख्छ है ल हाम्रो सब मिटिङ सिटिङ सिद्धिसक्यो बेलुकाको अब लेट्स गो होम लेट्स गो होम तलबाट जाने ल दाइ दाइ गएको है गएको अरे दाइ बाई ल अब म यहाँबाट एक्लै चल्नुपर्ने हुन्छ अनि म अब घर पुग्दिन्छु है त ल
त्यसको चाहिँ बाइकै स्टार्ट हुँदैन कहिले नि ल आज चाहिँ भएछ चाबी नहाली चलाउनु माइकमा एक गीत गाइदिउँ क्या हो माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि सो या म चाहिँ अब घर आइसक्यो अब खानासाना खाएर सुत्ने कार्यक्रम हुन्छ सो अबको भ्लग चाहिँ यहाँ इन्ड गरिदिउँ है त ल गुड नाइट एभ्री वान होप एभ्री वान इज डुइङ वेल अनि सबैजना जाडोमा तातो भएर बस्नु होला स्टे वार्म बाई बाई